कम्फर्टेबल त एकदमै कम्फर्टेबल छ। सिट भयो, यो सिटको कुसनहरूदेखि लिएर सबै कुराहरू एकदम कम्फर्टेबल नै छ। रियली कम्फर्टेबल, किन बिकज मसँग अर्को गाडी पनि छ होइन। अनि त्यो गाडी लिएर मैले चाहिँ डेलिबरेटली चाहिँ यही गाडी लिएर जाने उसमा सोचेँ र गएँ। अर्को गाडी लिएर जाँदाखेरि चाहिँ तपाईँको लङ ट्राभलमा अलिकता चाहिँ भए पनि 7-8 घन्टा 9 घन्टा ट्राभल गर्दाखेरि चाहिँ अलिकता जिउ दुख्ने, अलिकता चाहिँ तपाईँको त्यो एक्जर्सन फिल हुने होइन, त्यस्तो चाहिँ हुन्थ्यो। तर यसमा चाहिँ मैले चाहिँ त्यो फिल चाहिँ भएन, नयाँ भएर पनि मजा आएको हो कि होइन। प्यासेन्जरहरूलाई पनि मैले सोधिरहेको हुन्छु कति कम्फर्टेबल छ भनेर। अब बुवा मम्मी दाइ हुनुहुन्छ, मेरो वाइफ हुनुहुन्छ, छोरी छ, सबैजना जाँदाखेरि पनि कम्फर्टेबल्ली नै बसेर अब सुतेरै पनि गइयो। तर चाहिँ रियली घरमा फ्यामिलीले पनि भन्थ्यो, बच्चाहरूले पनि चाहिँ यहाँ बसेर चाहिँ ट्राभल गरेको थियो होइन। इट्स क्वाइट गुड होइन, मजा आइरहेको थियो अनि उनीहरू पनि इन्जोय गरिरहेको थियो। मैले फ्यामिलीसँग ट्राभल गरेको छु। एकचोटि चाहिँ हामी पोखरा गयौँ। पोखरा जाँदा पनि होइन राम्रोसँग जाँदा आउँदा यस्तो अहिलेको बाटो कन्डिसन यस्तो छ, यो कन्डिसनमा पनि त्यस्तो गाह्रो अप्ठ्यारो कुनै पनि फिल गर्नु भएन, कम्फर्ट फिल गर्नुभएको छ र गाडी मन पनि पराउनु भएको छ।